हेलो गाइज, गुड मर्निङ। आज फेरि म तपाईहरुको माझ मिनी भ्लग लिएर आइसकेको छु। मजाले हेरिदिनु होला। म चाहिँ आज खोर्सानी गर्न आएको छु। यो लाम्चे खोर्सानी हो अनि हिजो उतादेखि गोडेर यहाँसम्म ल्याएको थिएँ अनि यहाँ थोरै बाँकी छ। आज चाहिँ म खोर्सानीमा झार उठाउन आएको छु। के गर्नु हजुर, काम नगरीमा मिल्दैन। होइन त, काम नगरीमा मिल्दैन। ए अम्मा, हेर्नुस् न यहाँ झार कसरी उखालिसक्ने होला भगवान। भन्नु पनि के भन्नु। आजको मौसम हेर्नु न कस्तो, आजको मौसम त उसु लागेको छ। हेर्नु पानी परेर भर्खर पानी ओलिरहेको छ भन्दा पनि अघि नै ओर्लेको। अब यहाँ थोरै बाँकी थियो अनि एकदम हेर्नु न यहाँनिर खोर्सानी चाहिँ फल्दैछ। खोर्सानी फल्दैछ। अब खोर्सानीमा किराको दबाई लाएन भने फलेको खोर्सानी झर्छ भुइँमा। त्यही भनेर चाहिँ अस्तिदेखि नै खोर्सानीमा किराको दबाई लाउने भन्दै घरमा सल्लाह गरेको। तर यहाँनिर झार भने आमा खोर्सानी भन्दा लामो लामो छ कोही कोही ठाउँमा त। त्यही भएर झाडु खान आएको म गाइज। अब फोन एक ठाउँ राख्छु अनि म चाहिँ कामतिर लाग्छु। मजाले बसेर हेरिदिनु होला। अहिले पानी पर्न थाल्यो भने जुगुनको जङ्गलमा हुन्छ। मेरो टिकटकमा भ्लग हेर्नु उनीहरूले मलाई माया गरिदिनु होला, अरूलाई माया गरे जसरी। के गर्नु मिडल क्लास फ्यामिली भने जस्तो कहिले के पनि हुँदैन। अब आफै नताती भएन भनेर चाहिँ अरूले युट्युबमा टिकटकमा कति पैसा कमाउनुहुन्छ। अनि त्यही भएर म पनि सुरु गर्नु भनेको। कहिलेदेखि भनेको बल्ल आँट हिम्मत मिल्दैछ। किनभने त्यही परेको बेला मात्रै त हो। अब म पनि कमाउँछु, मैले पनि केही गरेर देखाउनुपर्छ, के गर्नुपर्छ भन्ने होइन। अनि एक दुईजना अब स्टार्ट गर्छु भनेर मनमा त सोचिन्छ। एक दुईजना मान्छेहरूको अगाडि त, क्यामेराको अगाडि त बोलिनै निस्किँदैन। जङ्गल जाँदा मात्रै हो होइन। त्यस्तै बाटो क्या। अनि अब साह्रै नै भएन। अब अहिले पनि बारीमै छु। घरमा त लाज लाग्छ हौ बोल्नु पनि। अनि तर कोसिस गर्दैछु। अब यसो बिस्तारै माया गरिदिनु भयो भने त आँट पुग्छ नि त होइन। अनि लाइक कमेन्ट फलो गर्नु। मेरो टिकटकमा युट्युबको लिङ्क छ, युट्युब च्यानल पनि सब्सक्राइब गरिदिनु। जानी नजानी भए पनि कहीँ कतै होइन सक्सेस भइहालिन्छ कि भनेर नि। अब हुनु त मान्छेहरूले गरेको देखेको जस्तो त सजिलो त हुँदैन, थाहा छ। त्यही पनि आफूले पनि त कोसिस त गर्नु पर्यो। त्यही भएर मेरो चाहिँ सुरु हुँदैछ, भर्खरै सुरु गर्दैछु। मान्छेहरूले भन्छन्, कसैले भन्छ हुन्छ गर्दा नि हुन्छ, मोटिभेट हुन्छ नि त अलिकति। अनि कसैले भन्छ गाह्रो हुन्छ है भन्यो भने फेरि चाहिँ त्यसलाई चाहिँ अब अल्छी लाग्छ त। अनि जे भए पनि नभए पनि गर्नु चाहिँ पर्यो भनेर सानो कुराहरूलाई लिएर चाहिँ अब भिडियोहरू पोस्ट गर्ने आफूले गरेको होइन काम कुरोहरू। अब मिनी भ्लग भनेको त्यही त होला। लड़का दिखने में कैसा था? हाँ, दिखने में तो 2 पैर, 2 कान, 2 आंख और एक ही नाक था और बिल्कुल आदमी जैसे लग रहा था। झूठ क्यों बोलूं साहब। ल गाइज, बल्लैले झाडु खालिसकेँ। यहाँदेखि त्यहाँ टोको भएकोदेखि त यहाँसम्म थियो। थोरै होला भनेको त इतना टाइम लाग्यो मलाई, यति धेरै टाइम लाग्यो। अब डोकोमा भारी लाउने जाने सुँगुरलाई लगाइदिनुपर्छ यो झार लगेर।
ठिक्क घाम पनि लाग्यो, अघि ढुस्से लागिरहेको थियो। सुँगुरलाई झार ओसादिने, त्यस पछाडि किराको दबाई लगाइदिने। किराको दबाई लगाइदिने। यो कोपीको बोट थियो क्या पहिले, कोपी पातुलो भएर चाहिँ खोर्सानी लाउनु भएको थियो। आमाले कोपी बाकुलो भएको ठाउँमा त मसिनो छ खोर्सानीको बोट पनि, नभएको ठाउँमा चाहिँ ठुल्ठुलो छ। ल गाइज अब भारी लाउँछु अनि जान्छु सुँगुरको खेती गर्नु होला मेरो भिडियो भन्नाले। मेरो भुन्तुनी लडी गयो जग्गा मलाई कनै राख्नु कसले भ्याउँछ? चपाउँदै पऱ्यो, अल्छी पनि के साह्रो हौ। म मात्रै अल्छी होला भनेको त उठ, म भेटिनँ त नि, यहाँबाट त भेटेको भएको सुतिरहेको हो। अहिले 1 क्विन्टलको हुनेको नि, छिटो 1 क्विन्टलको हुने त 1 2 बुझ्यो? यस यस होइन, यस नो होइन, यस यस दाललाई यता छन् छिन् राजकुमारीका आमा। हेर ऊ पनि अल्छीले भुइँमै बसेर खाएको। काम छैन कि काम छैन, त्यो मरिन्छ उखालेले उठेर त खा कमसेकम। अल्छी हिलो हेर्नु नि, जति झार लाए पनि उयो यस्तो हालत भइरहेछ यहाँ मान्छेको। गर्मी लाग्यो भन न सुँगुनी, ओ सुँगुनी, सुँगुनी होइन तिम्रो नाम? तेरो हो के तिम्रो? यो कान त कति मिठो हुन्छ नि। यो कान कति मिठो हुन्छ यो भनेर नभनौँ न। सुँगुनी यस भन्न, हजुर भन्न। ओइ सुँगुनी हजुर भन्। अल्छीले बसी दिँदैछ हौ त्यसो। ल आइडिया पनि त्यस्तो छ है। अझै छ नि माथि झार, कसले ल्याइदिन्छ मलाई? एकै डल्ला परेर हो। उठ उठेर खा।